सबैलाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी बर्थडेमा जानु लाग्यो। देख्न सक्नुहुन्छ आज सन्ध्याको मौसम। बिहानभरि पानी परेर अहिले चाहिँ घाम लागेको छ। कस्तो टाठो घाम लागेको छ। हाम्रो मौसम चाहिँ रहेको छ यस्तै। नानीहरू आज कहाँ जानु लाग्यो? र अब चाहिँ हामी नानी बाबुहरूसित बर्थडे घरमा जानु लागेको छौँ। अनि हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्छ, जस्तो लाग्छ हजुरहरूलाई त्यस्तो प्रतिक्रिया दिनु होला। र साथै लाइक सेयर सब्सक्राइब गर्न पनि नबिर्सिनु होला है। बाँकी भिडियो चाहिँ हामी बर्थडे घरमा गएपछि मात्रै बनाउनेछौँ है। हामी आउँदा चाहिँ बर्थडे मनाउनुको लागि सबै तयारी भइसकेको रहेछ। यता मासु काट्दैछ भने उता डेकोरेसन हुँदैछ। अनि हामी पनि आएर फटाफट बर्थडे मनाउनको लागि रेडी भयौँ। अनि उता साथी चाहिँ क्यान्डल बाल्न सिकाउँदैछ नानीलाई। अनि हामी चाहिँ क्यान्डल बाल्यो अरे बर्थडे मनाउनुतिर थाल्यौँ। बच्चाहरू चाहिँ कति खुसी भएको कि सानो बच्चा त कति खुसी हुने सानो सानो कुरामा पनि। ह्याप्पी बर्थडे टु यु। अनि फटाफट गरेर नानीलाई चाहिँ हामीले केक काट्न लगायौँ। नानी चाहिँ कति खुसी भएर कस्तो आनन्दले केक काटिराखेछन्। अनि चाहिँ नानीको मम्मीलाई पनि साथमा लिएर सँगै केक काट्न लगाइदिएको। नानीले चाहिँ अलि राम्रोसँग नकाटेको हुनाले नानीको मम्मीले लिएर राखिदिएको साथमा। नानी चाहिँ कस्तो खुसी भएर एकदम ह्याप्पी कि अनि केक काटिराखेछन् कस्तो आनन्दले। कति ज्ञानी बच्चा छिन् कि नानी चाहिँ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, हजुरहरूलाई जे जस्तो लाग्छ त्यस्तै गर्नु होला। अनि चाहिँ केही गल्तीहरू भए कमेन्ट गरेर भनिदिनु होला। अर्कोचोटि बनाउँदा त्यही अनुसार गर्नेछौँ। अनि हामीले चाहिँ फर्स्ट टाइम नानीलाई छुट्टै गरिदिनको लागि एउटा प्लेटमा थोरै केक निकाल्यौँ। अनि उनलाई टिका लगाइदिनु पर्ने भनेर। अनि त्यसपछि हाम्रो चाहिँ सुरु भयो टिको लगाइदिन। फर्स्टमा चाहिँ नानीको मामले लगाइदिँदैछौँ टिको। नानीको मामुले टिका लगाइदिइसकेपछि चाहिँ हामीहरू लगाउन सुरु गऱ्यौँ। उहाँ चाहिँ हुनुहुन्छ नानीको दिदी लगाइदिँदै हुनुहुन्छ। त्यसपछि पालो आउँछ साथीको। साथीले हाँस्दै लगाइदिँदैछन्। अनि त्यसपछि चाहिँ मैले लगाइदिँदैछु टिका। मेरो पालो आयो। नानीले पनि लगाइदिइसकिन्। अनि त्यसपछि मैले लगाइदिएको। नानीले चाहिँ सानो गिफ्ट साथीलाई भनेर ल्याइदिएकी छिन्। हामीहरू थोरै भए पनि रमाइलो चाहिँ धेरै भएको थियो है। थोरैमा झन् धेरै रमाइलो हुँदो रहेछ। अनि हामीहरू चाहिँ केक सेक खायो अरे खाना खान थाल्यो। साँझ परिसकेको थियो। घर पनि त जानु पर्यो। त्यस कारण हामी फटाफट ढिला नगरी खाना खान थाल्यौँ। हाम्रो रहेको छ आजको खाना यस्तो एकदम रमाइलो भएको थियो। अनि यतिन्जेल मेरो भिडियो हेर्नुहुने हजुरहरू सबलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। बाँकी भिडियोहरू पनि लिएर आउनेछु। तबसम्मको लागि शुभ दिन। बाई बाई। हेलो।